सबैजनामा नमस्कार। 2082 सालमा लोकसेवाले केही सिलेबसहरू परिवर्तन गरेको छ। सङ्गठित संस्थानको प्रिटेस्ट लियो र पछिल्लो दिनमा सङ्गठित संस्थान अन्तर्गत ब्याङ्किङ तर्फका 3वटा सरकारी ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, एडिबिएल र नेपाल ब्याङ्क लिमिटेडको फर्स्ट पेपरलाई कम्बाइन गर्यो, सेकेन्ड पेपरलाई सर्भिस रिलेटेड राख्यो। त्यस्तै वित्तीय संस्थानका 4वटा विज्ञापन हरेक वर्ष गर्दै थियो। लोकसेवाले उक्त 4वटा सङ्गठित संस्थानको पनि सिलेबसलाई के गर्यो, प्रथम पत्रलाई कम्बाइन राख्यो, जसको मैले आजै बिहान मेरो पेज मनोहर झामा के गरेको थिएँ, तपाईहरूलाई मोडल क्वेसन राखेको थिएँ। त्यो मोडल क्वेसनको बारेमा थोरै डिस्कसन गर्छु म, साथै कस्तो प्रश्न आउला र कहिले विज्ञापन होला भन्ने कुराहरू पनि गर्नेछु, तसर्थ हेर्नु होला। अहिले वित्तीय संस्थान अन्तर्गत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको कम्बाइन्ड सिलेबस ल्याएको छ। उक्त कम्बाइन्ड सिलेबसमा तपाईँले हेर्नुभयो भने पहिलो पार्टमा चाहिँ म्यानेजमेन्ट खण्ड कमा चाहिँ प्रथम पत्रको रिटेन पेपरको, दोस्रो पार्ट भने के रहेको छ, अलग सर्भिस रिलेटेड सबै वित्तीय संस्थानका अलग अलग हुने गर्छ। र पहिलोमा तपाईँले फर्स्ट पेपरमा सबैको जस्तै सिआइटी, इपिएफ, एसएसएफ र डिजिसिएफ को फर्स्ट पेपरलाई कम्बाइन गर्यो, जसमा 3वटा खण्ड बनाइयो। खण्ड कमा कार्यालय व्यवस्थापन, अर्थव्यवस्था तथा